नेपाली कम्युनिस्ट पार्टीले धनुषा 1 बाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार रहेका मातृका यादवलाई विजयी भएको प्रमाणपत्र नदिएकोमा आपत्ति जनाएको छ। सोमबार केन्द्रीय कार्यालयका सचिव गोविन्द अर्यालले विज्ञप्ति मार्फत निर्वाचन आयोगले निर्वाचन ऐन 2074 बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार किशोरी शाह कमलको उम्मेदवारी खारेज गरिएकोमा विजयी उम्मेद्वार यादवलाई प्रमाणपत्र नदिनु गम्भीर विषय भएको बताएका छन्। धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर 1 मा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार श्री मातृका प्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि उहाँलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकोमा पार्टीको गम्भीर ध्यानकर्षण भएको बताएका छन्।